जय होस् गाइज, जनकपुर मत्स्य माध्यमबाट हामीसँग रामेश्वर सर हुनुहुन्छ। के छ सर, कस्तो भयो? एकदम राम्रो छ। तालिम हाम्रो बिन्दास भइरहेछ। अब हामी थ्योरी क्लास भयो, अब हामी प्र्याक्टिकल क्लासमा जान अब सबै साथीहरू एकजुट रेडी भएर अब नयाँ पोखरीको कसरी खन्ने नयाँ पोखरीको हामी अवलोकन गर्दै साथीहरूसँग। ल जय श्री राम। आज दिन पनि राम्रो छ नि त, सीता जन्मी हैन। ल हेर्नुस् गाइस, नयाँ पोखरी बन्दैछ है। यहाँ तालमा पानी भएन, कहाँ गयो यसको पानी तालको? ल गाइस, यो चाहिँ माउ माछाको लागि बन्दै गरेको पोखरी है। ल सर, के भन्नु छ माउ माछाको लागि, के हो कस्तो? एकदम राम्रो कुरा भयो कि आज यस के अरे मत्स्य केन्द्रमा माउ माछाको ब्रिडिङ भइरहेको अबदेखि हुने हो माउ माछाको। ल गाइस, के भन्नु छ मिस? माटो परीक्षण गर्न आएको छ, त्यसको लागि कस्तो लाग्यो? कस्तो लाग्यो? जनकपुरको माटो कस्तो लाग्यो हजुरलाई? जनकपुरको माटो एकदम राम्रै छ, एकदम राम्रो छ। माछा पालनको लागि उपयुक्त माटो यही भेट्यौ। ल जय होस्, जय होस्, जय होस्। गाइस, तपाईहरुले अब हामी एरेटर देखाउने होला छौं है। एरेटर त्यहाँ छ है, अब यता तान्दै हुनुहुन्छ सर। ल बाह्र भयो भने 1 मिनेट हिसाबमा हो। अनि यहाँ के हुन्छ भने पहिला के हुन्छ भने पहिला ड्रिल बनाउँछ नि, ड्रिल बनाउने अनि मान्छेले खन्छ के। जेसीबी अब मान्छेले भ्याउँदैन, जेसीबीलाई यसमा यो छ नि, यो स्लोपमा यहाँ त बराबर हुनु पर्छ के। त्यसरी बराबर हुन्छ, त्यसपछि काट्ने कि यो भयो, यो ठिक छ, यस्तो हुन्छ अनि यस्तो हुन्छ फेरि यो माटो त सबै झरेर जाँदैन सर, यो वर्ष अब अहिले यसमा उलाउँछ हामी, सिल्पोली हुन्छ नि, सिल्पोली प्लास्टिक त्यो बिछाउने हो। यो अहिले तयारी अवस्थामा छ, तयारी हुँदैन, एकछिन बस्यो। उत्पादनको हिसाबले राम्रो मानिन्छ सर।